हामी चाहिँ खुमै डाँडा ट्रेक सुरु गर्दैछौँ र यो घरमा चाहिँ हामीले बाइक पार्किङ गरेको छौँ भने र बिहान 9:30 बजेतिरको भ्यू चाहिँ यस्तो रहेको छ। हेलो, हामी चाहिँ अहिले चाहिँ सरीखर्कमा छौँ। खुमै डाँडा ट्रेकको लागि चाहिँ अहिले चाहिँ लगभग 10 बज्यो र हामी चाहिँ अहिले ट्रेकिङ स्टार्ट गर्दैछौँ। हामी चाहिँ अहिले हिले खर्कमा आइपुगेका छौँ। हामी अहिले यो चिचिम चाहिँ हामी ठाउँमा आइपुगेका छौँ। अझै हुसुली जताततै पुरै ढाकिसकेको छ। वे टु खुमै डाँडा पुरै तुवालोले गर्दाखेरि केही देखिरहेको छैन। हुस्सु लागेको बाटो हिँड्दा हिँड्दा हामी त हुस्सुभन्दा पनि माथि पुगेछौँ, अर्थात् बादलभन्दा पनि हामी माथि थियौँ। र फाइनल्ली खुमै डाँडामा र सनराइज भइसकेपछिको हिमाल। ल हामी दुईजना चाहिँ अहिले कोर्चाको टपमा छौँ। यो देखिको डाँडामा चाहिँ यो चाहिँ खुमै डाँडा हो र हामी चाहिँ बिहान 5 बजे यो सब रिज हिँड्दै हिँड्दै माथि। नमस्कार सबैजनालाई, अहिले चाहिँ हामी खुमै डाँडामा छौँ। हिजो चाहिँ हामी लगभग 9 बजे चाहिँ पोखराबाट हिँडेर 10 बजेबाट करिब 6 घन्टाको ट्रेक स्टार्ट गरेर हामी चाहिँ यहाँ खुमै डाँडामा आइपुग्यौँ। र यहाँबाट चाहिँ हामीले सनसेट र हामी यहाँ तलबाट बादललाई देख्यौँ होइन। बिहान चाहिँ हामी चाहिँ त्यो माथिको चाहिँ खोर्साङ डाँडामा गयौँ होइन। त्यहाँबाट चाहिँ सनराइज र एकदम माउन्टेन रेन्ज देख्यौँ। र अहिले हामी चाहिँ फेरि खुमै डाँडामा आएर अब ब्रेकफास्टहरू चाहिँ पोखरा फर्किन लागिरहेका छौँ। खुमाईदेखि लगातार हाम्रो साथी बनेको प्रिय मित्रलाई